माई नेक्स्ट ब्लग होइन। अनि आज चाहिँ हामी चाहिँ टक्कसँगले यस्तो अब के पो होइन यो त ब्लग यो यस्तो चुट्टेको इयरफोन पनि मैले माइक बनाएर यस्तो युज गर्दैछु होइन। अनि यस्तो खतरा छु कि म अनि यहाँ चाहिँ यस्तो खतरा मकै बारी छ होइन। अनि खाली डोको चाहिँ देख्नै भयो होला माथि के थियो हो। अन्तखेरि माइकबाट बोल्नु चाहिँ बिर्सेछु पो। अनि यहाँ चाहिँ यस्तो मकैबारी छ कि यस्तो खतरा छ होइन मकैबारी। अन्तखेरि चाहिँ यो चाहिँ एकदमै मेरो चुलबुले साथी होइन। अनि उसको बुलबुल चाहिँ छैन चुलबुल मात्रै छ होइन। यहाँ तल चाहिँ एकदमै ठुलो खोला छ होइन गाइस। अन्तखेरि चाहिँ जोगमाईको सबैभन्दा ठुलो पुल छ होइन। अन्तखेरि त्यो पुलमा चाहिँ हामी जानु भ्याउँदैन किनकि हजुरहरूलाई यो कहाँबाट देख्दैन रहेछ होइन। गाइस अहिले देख्यो भने देखाउँछु। यहाँ चाहिँ पहिला धान रोप्थ्यो अहिले चाहिँ मकै रोप्दो रहेछ होइन गाइस। अनि हजुरहरूले पुल चाहिँ देख्नु हुँदैन रहेछ खोलामा त। अब कस्तो ठुलो रहेछ खोला त्यही भएर त गाडी आउँदैन होइन। त्यही भएर हिँड्नु पर्छ। यहाँ तल छ पुलमा चाहिँ टक्क मान्छे गइरहेको छ अहिलेको अवस्थामा घोडा लगेर। हाम्रो आँखा यस्तो खतरा तेजिलो छ कि हामीले हो त्यस्तोहरू पनि देख्छौँ होइन। अनि हामी चाहिँ अब चाहिँ यो एकदम घरै घर भएको गाउँ बस्तीमा पस्दैछौँ गाइस होइन। हाम्रो ब्राजिलको झन्डा ऊ माथि ऊ त्यो घरको चेपमा छ घर चाहिँ देख्यो झन्डा चाहिँ देखेन होला। यस्तो गर्छौँ